यो छाउनी सङ्ग्रहालयको प्रमुख हुनुहुन्छ यहाँ अरुणानन्द कर्मी। यो सङ्ग्रहालयको छाउनी सङ्ग्रहालयको अवस्था बारेमा केही बोलिदिनुहोस् न। धन्यवाद यहाँहरूलाई। खास यो सङ्ग्रहालय अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको महत्त्व भनेको यो 1977देखि हाम्रो आइकमले मनाउँदै आएको हो र हामी पनि यसमा आबद्ध छौँ। हामी पनि यसमा राष्ट्रिय सदस्यता छ र यसको महत्त्व भनेको तपाईँले विश्वव्यापी रूपमा हामीले सङ्ग्रहालय भनेको के, सङ्ग्रहालयको महत्त्वबारे, सङ्ग्रहालय कस्तो हुनुपर्छ भन्ने हिसाबले हामीले उजागर गर्ने हिसाबले हामीले यो सङ्ग्रहालय दिवस मनाइरहेका छौँ। अब सङ्ग्रहालयको महत्त्व भन्ने हो भने तपाईँले कुन एङ्गलले हेर्ने, यो हामीले अब मनोरञ्जनको दृष्टिकोणले हेर्ने भने पनि एकदमै महत्त्वपूर्ण एउटा मनोरञ्जन क्रीडास्थल नै हो। अर्को शैक्षिकले हेर्ने हो भने तपाईँ यहाँबाट धेरै एजुकेसनहरू प्राप्त गर्न सक्नुहुन्छ। त्यसपछि हामीले यहाँ कुनै पनि पर्यटकहरू घुम्न आउँदाखेरि हाम्रो नेपालभरि एक दिनमा घुमेर सकिँदैन, तर सङ्ग्रहालय भिजिट गर्यो भने, सङ्ग्रहालय अवलोकन गर्यो भने यहाँको जात जाति वेशभूषा, यहाँको कला कौशलहरू सबै एकमुष्ट रूपमा यहाँ हामीले देख्न सक्छौँ र थाहा पाउन सक्छौँ। त्यही भएर हाम्रो सङ्ग्रहालय भनेको एउटा यस्तो काम नभएपछि जाने, यसो घुम्ने त्यो होइन। समय सापेक्ष हामीले सङ्ग्रहालयलाई पनि हामीले अपडेट गर्दै गइरहेको छौँ। पहिला हामी म्यानुअल रूपमा टिकट काट्छौँ भने अहिले ई टिकट जस्तो भइसक्यो। पहिला चाहिँ हामीले सङ्ग्रहालय आएर भिजिट गर्नुपर्छ भने अहिले देश विदेशबाट पनि हामीले भर्चुअल टुर अनुसार चाहिँ हामीले सङ्ग्रहालय हेर्न सक्छौँ। अहिले त त्यसको शुल्क चाहिँ लिनु गरेको छैन। अहिले फ्री अफ कस्टमा हाम्रो नेसनल म्युजियमको वेबसाइटमा भर्चुअल टुर हेर्ने हो भने तपाईँले पाउनुहुन्छ। त्यही भएर सङ्ग्रहालय चाहिँ अत्यन्त हरेक हिसाबले अत्यन्त महत्त्वपूर्ण छ। यस्तो छ, यो सिजनले पनि फरक पर्छ। अनि अब स्टुडेन्टहरू पनि आउँछ, स्टुडेन्टको एक्जाम, प्लस टूको एक्जाम सिजनले हो। हाम्रो म्याक्सिमम भनेको 5000सम्म पनि आउँछ, तर प्रायः चाहिँ यो अलिकति यो रेनी सिजन चाहिँ अफ सिजनै जस्तो हुन्छ, तर घटेको चाहिँ छैन। हाम्रो सर्वेमा चाहिँ बढेको छ अझै। समय सापेक्ष अहिले पनि हाम्रो अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसमा जुन प्रस्तुताले भन्नुभयो, हामी विश्वव्यापीकरण रूपमा जुन बढ्दो अहिलेको यो तीव्र गतिले बढेको समुदाय हस्तान्तरण छ नि, हाम्रो जनसङ्ख्या ऱ्यापिडली हामीले चाहिँ बसाइँ सराइ भएको छ। अनि गाउँबाट सहर, सहरबाट विदेश जाने क्रम छ। अनि हाम्रो यहाँ नभएको भनेर त्यो भन्न मिल्दैन, किनभने पहिला यदि हेर्नु भएको छ भने हामी जे होस् तीव्र गतिमा नभए पनि सुस्त गतिमा भए पनि यसको चाहिँ अपग्रेड चाहिँ भइ नै रहेछ। अझ विकास गर्न अघि बढिने हामी अब सङ्ग्रहालय जाउँ भनेर पहिला हाम्रो स्कुलबाट ल्याए जस्तो ल्याउने र पछि फेरि हेर्न आउने अब आउँदैन, किनभने अब चाहिँ एउटा इलेक्ट्रोनिक मिडिया मार्फत चाहिँ हामीले उहाँहरूलाई मैले अघि पनि भने भर्चुअल टुर मार्फत अनि हाम्रो विभिन्न माध्यमबाट प्रचार प्रसार अनि सङ्ग्रहालय के भन्ने कुरा अवेरनेस गर्नेदेखि लिएर उहाँहरूलाई कुन उहाँहरूको चाहना के छ, चाहना अनुरूप चाहिँ हामीले चाहिँ डिस्प्ले गर्ने अनि यो प्रदर्शन गर्ने चाहिँ गर्दै गर्नुपर्छ। सौभाग्य प्रधानाङ्ग उहाँ पुरातत्व विभागका महानिर्देशक हुनुहुन्छ। यहाँलाई नमस्कार छ। आजको अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसको महत्त्व र नेपालमा सङ्ग्रहालयका अवस्था बारेमा अलिकति के भनिदिनुहोस्। धन्यवाद। आज सङ्ग्रहालय दिवस 2025 को उपलक्ष्यमा हामीले एउटा बृहत कार्यक्रम गर्दैछौँ। यो सङ्ग्रहालय दिवस, अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस विशेष नाराका साथ अगाडि बढाएको छ, जसमा हामीले आज द्रुत गतिमा परिवर्तित
यो हाम्रो समाज छ त्यो समाजमा सङ्ग्रहालयको भविष्य कस्तो हुन्छ र कस्तो हुनुपर्छ भन्ने विषयमा चाहिँ हामीले छलफल गऱ्यौँ र आज यस वर्षको नारा पनि त्यही थियो, तीव्र गतिमा परिवर्तित समाजमा सङ्ग्रहालयको भविष्य भन्ने नारासहित हामीले सङ्ग्रहालयको छलफल गऱ्यौँ। नेपालमा सङ्ग्रहालय विशेष गरेर 100 भन्दा बढी हामीसँग सङ्ग्रहालय रहेको छ, निजी सङ्ग्रहालय, त्यस्तै गरेर प्रदेश सरकार अन्तर्गत पनि छ र सङ्घ सरकार अन्तर्गत पनि विभिन्न सङ्ग्रहालयहरू रहेका छन् र विविध विषयमा हामीसँग सङ्ग्रहालयहरू रहेको छ। र यो सङ्ग्रहालय भनेको मात्र हाम्रो प्रदर्शनी गर्ने ठाउँ होइन कि यो हाम्रो संस्कृति, समाज, इतिहासलाई चाहिँ हामीले प्रदर्शन गर्ने सँगसँगै त्यसको विकासको लागि एउटा शिक्षा दिने संस्था पनि हो र हाम्रो समाजलाई सुव्यवस्थित गर्ने र समाजलाई अपनत्व गरेर देश विकासको लागि टेवा पुर्याउने संस्था पनि हो यो। र यो संस्थाको विकास भयो भने, सङ्ग्रहालयको विकास भयो भने देशको पनि विकास हुन्छ र सङ्ग्रहालयको विकास बिना हामीले समाजलाई उद्धृत गर्न सक्दैनौँ, समाजलाई हामीले देखाउन सक्दैनौँ। त्यही भएर सङ्ग्रहालय महत्त्वपूर्ण, सङ्ग्रहालयको विशेष महत्त्वपूर्ण भूमिका हुन्छ। यो परिवर्तित समाजमा जुन अहिले ऱ्यापिडली हाम्रो समाजहरू चेन्ज भइराखेको छ, हामीले विगत केही अहिले हाम्रो समाज धेरै परिवर्तन भइसकेको अवस्थामा सङ्ग्रहालयको गतिविधि, सङ्ग्रहालयको जुन प्रदर्शनीदेखि लिएर त्यसको विभिन्न कार्यहरू पनि विभिन्न रूपमा हामी निरन्तर रूपमा परिवर्तन गर्दै अगाडि बढिरहेका छौँ। हिजोको दिनमा सङ्ग्रहालय एउटा सङ्कलन गरी प्रदर्शन मात्र गर्ने थियो भने आज शिक्षाको केन्द्रको रूपमा, अध्ययन अनुसन्धानको केन्द्रको रूपमा सँगसँगै हामीले जो सङ्ग्रहालयमा भिजिट गर्न सक्नुहुन्न उहाँहरूको लागि भर्चुअल टुरहरू, डिजिटलाइजेसन सँगसँगै हामीले नदेखेका पुराना प्राचीन सभ्यतालाई पनि एआईको माध्यमबाट हामीले चाहिँ प्रस्तुत गर्ने एउटा सुवर्ण अवसर पनि प्राप्त भएको छ, जुन चाहिँ अत्यन्त महत्त्वपूर्ण छ। र त्यही भएर पनि यो वर्षको जुन नारा छ हाम्रो ऱ्यापिडली चेन्जिङ सोसाइटीमा चाहिँ हाम्रो म्युजियमको चाहिँ फ्युचर के हुन्छ भन्ने छ। त्यसमा चाहिँ हामीले यो एआईको माध्यमबाट यसलाई चाहिँ हामीले विशेष गरेर यसलाई यो जुन एआईको डिजिटल आर्काइभ्स अनि त्यस्तै गरेर हाम्रो ग्राउन्ड रियालिटी के छ त्यसको आधारमा हामीले नयाँ प्रविधिलाई चाहिँ लिएर प्रदर्शन गर्नु, यसमा कार्यान्वयन गर्दै जानुपर्ने यो जुन आवश्यकता छ त्यसलाई हामीले आज विशेष रूपमा छलफल गऱ्यौँ, प्रस्तुति गऱ्यौँ। आज हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्रीज्यूले पनि हामीलाई हौसला प्रदान गर्नको लागि उपस्थित भएर राम्रो निर्देशनहरू दिएर जानुभएको छ। हाम्रो त्यो निर्देशनहरू पनि एकदम मनन योग्य छ। यी सबैलाई हामीले समेटेर आगामी दिनमाहरूमा भविष्यमा चाहिँ म्युजियमलाई कसरी लाने भन्ने हामी एउटा कार्ययोजना तयार सहित गरेका छौँ। र यो आजको कार्यक्रम हामीले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग अन्तर्गतका विभिन्न सङ्ग्रहालयहरूको संयुक्त आयोजनामा मनाएका थियौँ, जसमा हामीले राष्ट्रिय सङ्ग्रहालय छाउनी, त्यस्तै गरेर राष्ट्रिय मुद्रा सङ्ग्रहालय, राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुर, हनुमान ढोका दरबार सङ्ग्रहालय, नारायणहिटी दरबार सङ्ग्रहालय, पाटन दरबार सङ्ग्रहालय, त्यस्तै गरेर गोर्खा दरबार सङ्ग्रहालय, कपिल वस्तु सङ्ग्रहालय लगायत विभिन्न 8वटा सङ्ग्रहालयको संयुक्त रूपमा आयोजना गरेका थियौँ। र यो सङ्ग्रहालयमा यो दिवसको अब चाहिँ हामी 3 दिन मनाउँदैछौँ। 3 दिनमा चाहिँ हामीले विभिन्न कार्यक्रमहरू गरे, जस्तै भक्तपुर कला सङ्ग्रहालयमा पुराना मूर्तिहरूको प्रदर्शनी तथा फोटोग्राफको प्रदर्शनीको कार्यक्रम हुँदैछ। त्यस्तै गरेर पाटन सङ्ग्रहालयमा हाम्रो मच्छिन्द्रनाथ जात्रासँग सम्बन्धित फोटोहरूको प्रदर्शनी, त्यस्तै गरेर तक प्रोग्रामहरू पनि त्यहाँ हुँदैछ, सङ्ग्रहालयसँग सम्बन्धित तक प्रोग्रामहरू हुँदैछ भने हनुमान ढोका दरबार सङ्ग्रहालयमा हामीले 9 तल्ले दरबार लामो समयपछि निर्माण सम्पन्न भएर पुनर्निर्माण सम्पन्न भएर त्यसलाई पनि हामी खुल्ला गर्ने कार्यक्रम रहेको छ। त्यस्तै गरेर हामीले अरू विभिन्न सङ्ग्रहालयहरूमा आउने भिजिटर्सहरूलाई चाहिँ विशेष स्वागतसहित हामीले यो सङ्ग्रहालय कार्यक्रम, यो सङ्ग्रहालय दिवसलाई हामीले भव्यताका साथ मनाउने प्रयोजन गरेका छौँ। सरकारले सङ्ग्रहालयलाई दिइरहेको प्राथमिकता हजुर र सङ्ग्रहालयप्रति जनताको चेतना, यो दुईटा पक्षलाई कसरी हेर्नुहुन्छ? यस्तो छ, अब नेपाल सरकारले अन्तर्गत हामीसँग विभिन्न सङ्ग्रहालयहरू रहेका छन्। ती सङ्ग्रहालयहरूलाई विशेष गरेर शिक्षाको केन्द्रको रूपमा नेपाल सरकारले महत्त्वका साथ दिएको छ भने त्यो सँगसँगै विशेष गरेर हाम्रो संस्कृति, समाज र इतिहाससँग जोडिएका वस्तुहरूको
प्रदर्शन गर्ने र त्यसलाई चाहिँ समुदायलाई समेटेर त्यसको शिक्षा प्रदान गर्नेको रूपमा चाहिँ नेपाल सरकारले हेरेर त्यसको लागि नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत यसमा चाहिँ हाम्रो सहयोगहरू प्राप्त भइरहेका छौँ। जति सहयोग चाहिने थियो त्यो पर्याप्त नभएको अवश्य पनि हो, किनभने अहिलेको अवस्थामा जुन हाम्रो यो ट्रान्जिसनल पिरियडमा हामीले चाहिँ धेरै च्यालेन्जेसहरू हामीले भोगिरहनु परेको अवस्था छ र त्यस्तै गरेर सङ्ग्रहालयले पनि अब विशेष गरेर अहिले मुख्य गरेर हाम्रो सङ्कलनमा रहेका र विविध समयमा जस्तै भूकम्पबाट क्षति भएका सम्पदाहरूको सङ्कलन, विभिन्न ठाउँबाट चोरी मूर्तिहरूबाट फिर्ता आएका पुरातात्विक वस्तुहरूलाई प्रदर्शनी गर्ने लगायत स्कुल लेभलमा होइन, अनि त्यस्तै गरेर रिसर्च विभिन्न कलेजहरूसँग समन्वय गरेर रिसर्चका कार्यक्रमहरू र विभिन्न तालिमहरू पनि दिँदै आएको छ। यी सबै कार्यक्रमहरू चाहिँ समग्र रूपमा समाज विकासको लागि नै हो भन्ने हामीले अहिले लिएका छौँ। जनताको चेतनाको विषयमा हजुर, जनताको चेतनामा विषयमा चाहिँ जति प्रचार प्रसारको चाहिँ हामीले गर्दै पनि आएका छौँ तर पुगेको अवस्था छैन, किनभने अहिले पनि हामीले हेऱ्यौँ भने स्कुलका स्टुडेन्टहरू, रिसर्चरहरू, त्यस्तै गरेर केही विद्यार्थीहरू सङ्ग्रहालयको विशेष भ्रमण गर्ने गर्छन् भने त्यो बाहेक हामीले विभिन्न ठाउँमा अहिले भ्रमण गर्ने पार्क अरू ठाउँमा भ्रमण गर्ने जस्तै गरी तुलनामा हेर्ने हो भने यहाँ चाहिँ भ्रमण चाहिँ अलिक कमै छन्। म आज तपाईँको मिडिया मार्फत के अनुरोध गर्न चाहन्छु भने सङ्ग्रहालय भनेको समाजलाई चिन्ने, हाम्रो देशलाई चिन्ने, विगतलाई चिन्ने र भविष्यलाई हामीले विगतलाई हेरेर भविष्य निर्माण गर्ने एउटा संस्था पनि हो। त्यही भएर हाम्रो सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू साथसाथै सम्पूर्ण विश्वका सबैलाई म के अनुरोध गर्न चाहन्छु भने सङ्ग्रहालयमा आइदिनुहोस् र हाम्रो समाज र संस्कृतिलाई बुझिदिनुहोस् र केही सुझाव छ भने सुझाव पनि दिइदिनु हुन म विशेष अनुरोध गर्दछु।